नमस्ते स्वागत छ यहाँहरूलाई मेरो युट्युब च्यानलमा र आजको यस भिडियोमा हामीहरू पाइथनमा रहेको भेरिएबल्स डेटा टाइप्स एन्ड अपरेटर्सको बारेमा पढ्न गइरहेको छौँ र अन्तिममा हामीहरू पाइथन ल्याङ्ग्वेज युज गरेर सम्बन्धित बेसिक्स प्रोग्रामहरू बनाएर रन गरेर हेर्नेछौँ र सबैभन्दा पहिला हेरौँ भेरिएबल्स। भेरिएबल भनेको चाहिँ एउटा नाम हो जसले चाहिँ भ्याल्युजहरूलाई अथवा एलिमेन्ट्सहरूलाई कम्प्युटर मेमोरीमा स्टोर गर्नमा हेल्प गर्छ अथवा स्टोर गरेकै हुन्छ। र भेरिएबलको नाम बनाउँदाखेरि हामीले जहिले पनि अल्फाबेटिकल ओरबाट चाहिँ युज गर्नुपर्ने हुन्छ, ओर बाई एन अन्डरस्कोर। अनि त्यसपछि चाहिँ यहाँ लेखेको छ भेरिएबल्स नेम्स आर केस सेन्सिटिभ, सो स्मल लेटरबाट लेखेको एफएन र क्यापिटल लेटरबाट लेखेको एफएन आर डिफ्रेन्ट वर्ड्स। भेरिएबल्सको भेरिएबलको नाम चाहिँ केस सेन्सिटिभको हुनुको कारणले चाहिँ हामीले स्मल लेटरबाट लेखेको एफएन र क्यापिटल लेटरबाट लेखेको एफएन चाहिँ डिफ्रेन्ट वर्ड्स हुन जान्छ र डिफ्रेन्ट वर्डहरूले डिफ्रेन्ट एलिमेन्ट्स अथवा भ्याल्युजहरूलाई स्टोर गर्छ। र वी सुड एभोइड युजिङ पाइथन रिजर्भ वर्ड्स किवर्ड्स एज भेरिएबल नेम्स। हामीले चाहिँ सक्दो रिजर्भ वर्ड्स अथवा किवर्ड्सहरूलाई चाहिँ भेरिएबलको नाम नबनाएकै राम्रो, जस्तै इफ इज वाइल एक्सेट्रा। यसले चाहिँ हाम्रो कोडिङमा चाहिँ सिन्ट्याक्स इरर ल्याउने गर्दछ अथवा चाहिँ हामीलाई कहिले पनि कन्फ्युजनमा नै पार्ने गर्छ। र डेटा टाइप्स हेरौँ। डेटा टाइप्समा चाहिँ अहिले हामी 7वटा डेटा टाइप्स हेर्नेछौँ र मेनली 3टा डेटा टाइपलाई चाहिँ मैले फोकस गरेको छु, किनभने यो 4वटा डेटा टाइप चाहिँ मैले छुट्टै एउटा भिडियो निकाल्ने नै छु, त्यसैले चाहिँ अहिले 3टा मात्रै हेरौँ। सो स्ट्रिङ हेरौँ सबैभन्दा पहिला। इन पाइथन अ स्ट्रिङ इज अ सिक्वेन्स अफ क्यारेक्टर्स इन्क्लोज विदिन अ सिङ्गल कोट्स, डबल कोट्स और ट्रिपल कोट्स। हामीले चाहिँ स्ट्रिङ बनाउँदाखेरि चाहिँ जहिले पनि डबल कोटेसन, सिङ्गल कोटेसन अथवा ट्रिपल कोटेसनभित्र राखेर बनाउनु पर्ने हुन्छ। र स्ट्रिङले चाहिँ टेक्स्टलाई रिप्रेजेन्ट गर्छ अथवा वर्डहरूलाई। अनि यो चाहिँ पाइथनमा चाहिँ सबैभन्दा धेरै युज हुने एउटा डेटा टाइप पनि हो। इन्टिजर हेरौँ। इन पाइथन एन इन्टिजर इज अ built in data type used to represent whole numbers, both positive and negative without any decimal points। इन्टिजर भनेको चाहिँ एउटा built in data type हो जसले चाहिँ होल नम्बरलाई रिप्रेजेन्ट गरेको हुन्छ, जस्तै 1 2 3 100 200 300 एनिथिङ। यो चाहिँ पोजिटिभमा अथवा नेगेटिभमा जुनसुकै भ्यालु हाल्दा पनि हाम्रो त्यो चाहिँ इन्टिजर नै हुन जान्छ र यसमा चाहिँ डेसिमल भ्यालु हुनु हुँदैन। त्यो भनेकोलाई चाहिँ इन्टिजर भन्ने गर्छौँ हामीले। फ्लोट हेरौँ। इन पाइथन फ्लोट इज अ built-in data type used to represent real numbers with a fractional part। Floats are used for numbers that require a decimal point। फ्लोट र इन्टिजरमा धेरै डिफ्रेन्स चाहिँ छैन, अनि हल्का फुल्का चाहिँ डिफ्रेन्सहरू छ। त्यो चाहिँ इन्टिजरमा डेसिमल भ्यालुलाई स्टोर गर्न पाउँदैनौँ भनेपछि फ्लोटमा चाहिँ हामीले डेसिमल भ्यालुहरूलाई स्टोर गर्न पाउँछौँ। र यति बुझ्नुहोस्, फ्लोट चाहिँ डेसिमल भ्यालुजहरूको लागि भयो, इन्टिजर चाहिँ विदाउट डेसिमल भ्यालु भयो, र स्ट्रिङ चाहिँ हामीले वर्डहरू अथवा टेक्स्टहरूलाई स्टोर गर्नको लागि भयो, जसमा चाहिँ हामीले सिङ्गल कोटेसन, डबल कोटेसन र ट्रिपल कोटेसन युज गरेर स्ट्रिङलाई राख्न मिल्छ। र अर्को आयो टपल्स, लिस्ट, सेट्स एन्ड डिक्सनरी। यसको चाहिँ हामी छुट्टै एउटा भिडियो बनाएर ल्याउनेछौँ, सो यसमा चाहिँ मैले अहिले स्किप गरेँ। र अपरेटर्स हेरौँ। अरिथमेटिक अपरेटर्स, असाइनमेन्ट अपरेटर्स, रिलेसन अपरेटर, बिटवाइज अपरेटर, कन्डिसनल अपरेटर्स एन्ड लोजिकल अपरेटर्स। यसको पनि छुट्टै छुट्टै भिडियो आउने नै छ, र मैले चाहिँ अहिले हजुरलाई एउटा सानो इन्ट्रोडक्सन अथवा अपरेटर्सको भित्र के छ भनेर मात्रै देखाइदिएको हो। र हामीलाई चाहिँ प्रोग्रामहरू बनाउने टास्क दिएको छ, र टास्कमा हेरौँ के छ। डिक्लेयर एन्ड प्रिन्ट भेरिएबल्स। सबैभन्दा फर्स्टको प्रोग्राम चाहिँ हामीले एउटा भेरिएबललाई चाहिँ डिक्लेयर गरेर त्यो डिक्लेयर गरेको भेरिएबललाई चाहिँ प्रिन्ट गर्नुपर्ने हुन्छ। अनि सम अफ टु इन्टिजर युजिङ अपरेटर्स। हामीले चाहिँ दुईटा इन्टिजरको सम गरेर देखाउनु पर्ने हुन्छ युजिङ अपरेटर। A program which will print an apple if the value is less than 100, otherwise it will print an orange। एउटा प्रोग्राम बनाउनु पर्छ जसमा चाहिँ हामीलाई यदि 100 भन्दा लेस छ भने कुनै पनि भ्यालु, त्यो त्यति बेला चाहिँ एप्पल प्रिन्ट हुनुपर्ने हुन्छ, अथवा 100 भन्दा धेरै भयो भने त्यति बेला चाहिँ ओरेन्ज प्रिन्ट गर्नुपर्ने छ। सो अब यो सबै हामी VS कोडमा हेर्नेछौँ। सो लेट्स गेट इन्टु VS कोड। र हेर्न सक्नुहुन्छ म VS कोड भित्र आइसकेको छु, र हामीलाई चाहिँ 3टा क्वेसन गर्न दिएको थियो। त्यसमध्ये सबैभन्दा पहिला हामीलाई डिक्लेयर एन्ड प्रिन्ट भेरिएबल्स भनेर भनेको थियो, र त्यसको लागि म एउटा नयाँ फाइल बनाउनु गएको छु विथ द नेम अफ भेरिएबल। फाइलको नाम चाहिँ हजुरले जे राख्दा नि हुन्छ, म चाहिँ भेरिएबल राखेँ। अनि अब डिक्लेयर एन्ड प्रिन्ट भेरिएबल भनेको छ भनेपछि मैले चाहिँ एउटा नयाँ भेरिएबल बनाउनु गएको छु विथ द नेम अफ एक्स। एक्सभित्र मैले 20 लाई डिक्लेयर गरेँ। हाम्रो डिक्लेरेसन कम्प्लिट भयो, र अब यसलाई चाहिँ प्रिन्ट गरेर हेरौँ। प्रिन्ट एक्स। प्रोग्रामलाई सेभ गरेँ मैले, नाउ रन गर्दैछु। सो हेर्न सक्नुहुन्छ हाम्रो आउटपुटमा आएको छ 20। एक्सभित्र 20 स्टोर भएको कारणले एक्सलाई प्रिन्ट गर्दा 20 प्रिन्ट भएको छ।
र अर्को क्वेसन थियो र अर्को र अर्को क्वेसन रहेको थियो सम अफ टु इन्टिजर युजिङ अपरेटर। हामीलाई चाहिँ दुईटा इन्टिजरलाई सम गर्न भनेको छ युजिङ अपरेटर। र यसको लागि मैले फेरि एउटा नयाँ फाइल बनाउनु गएको छु र फाइलको नाम मैले सम राख्दैछु, सम डट पी र हामीले चाहिँ दुईटा इन्टिजरलाई एड गर्न भनेको छ। त्यसको लागि चाहिँ मैले दुईटा इन्टिजरको लागि दुईटा भेरिएबल बनाउनु गएको छु विथ द नेम एक्स। एक्समा दिएँ मैले 20 अनि अर्को वाईमा दिएँ मैले 60। र हामीलाई चाहिँ अर्को एउटा भेरिएबल चाहिने हुन्छ यो दुईटाको समलाई स्टोर गर्नुको लागि र त्यसको नाम मैले राखेँ जेड इज इक्वल्स टु एक्स प्लस वाई। अब यसलाई प्रिन्ट गरेर हेरौँ, प्रिन्ट जेड। प्रोग्रामलाई मैले सेभ गरेँ, नाउ रन गर्दैछु। सो हेर्न सक्नुहुन्छ हाम्रो आउटपुटमा आएको छ 80, 60 प्लस 20 गर्दा आउटपुटमा 80 आयो। र हाम्रो एउटा लास्ट क्वेसन थियो अ प्रोग्राम विच विल प्रिन्ट एन एप्पल इफ द भ्यालु इज लेस देन 100 अदरवाइज इट विल प्रिन्ट एन अरेन्ज। मतलब कि यदि भ्यालु चाहिँ 100 भन्दा लेस छ भने त्यति बेला चाहिँ एप्पल प्रिन्ट गराउनु भनेको छ, यदि 100 भन्दा धेरै छ भने त्यति बेला चाहिँ हामीलाई ओरेन्ज प्रिन्ट गराउनु भनेको छ। त्यसको लागि चाहिँ मैले एउटा नयाँ फाइल बनाउनु गरेको छु र फाइलको नाम चाहिँ मैले राख्ने छु एप्पल डट युआई। मैले चाहिँ अब सबैभन्दा पहिला एउटा भ्यालु राख्नेछु एक्स इज इक्वल्स टु 50 जुन चाहिँ 100 भन्दा लेस छ र यसको लागि चाहिँ इफ इज युज गर्न गएको छु इफ एक्स is less than 100 is equals to print apple र अनि यसमा चाहिँ प्रिन्ट अरेन्ज। प्रोग्रामलाई मैले सेभ गरेँ, नाउ रन गरौँ। सो हेर्न सक्नुहुन्छ हाम्रो आउटपुट आएको छ एप्पल, किनभने 100 भन्दा लेस छ एक्सको भ्यालु, त्यसैले चाहिँ यहाँ प्रिन्टमा चाहिँ एप्पल भएको छ। अब चाहिँ 100 भन्दा धेरै भ्यालु राखेर हेरौँ 200। प्रोग्रामलाई मैले फेरि सेभ गरेँ, नाउ रन गरेर हेरौँ। सो हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ एक्सको भ्यालु 100 भन्दा धेरै 200 रहेको कारणले चाहिँ यहाँ ओरेन्ज प्रिन्ट भइसकेको छ। सो यति नै थियो आजको लागि। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। यदि हजुरहरूलाई भिडियो मन परेमा लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू।